राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति राष्ट्रको नाममा ल्याएर व्यवस्थापन गर्न स्थापित नेपाल ट्रस्टले नै यसको दुरुपयोग गरेपछि यो विषय अहिले छानबिनको दायरामा तानिएको छ। राजनीतिक पहुँचको आधारमा दल र नेताहरूले जथाभावी गरेपछि ट्रस्टको नाममा ल्याइएको मूल्यवान सम्पत्ति व्यापारिक घरानाहरूले हात पारे। ट्रस्टको सम्पत्ति जथाभावी गर्ने खेलका मुख्य खेलाड़ी मानिएका थिए निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली। उनलाई पनि अनुसन्धानमा तान्ने गरी छानबिन अगाडि बढेको छ। कोर लोकेशनमा रहेको तत्कालीन राज परिवारको सम्पत्तिमाथि व्यापारीदेखि बिचौलियाको कुदृष्टि परेको थियो। दलका नेताहरूसँगको साँठगाँठमा अर्बौंका ती सम्पत्ति कौडीको भावमा लिजमा हत्याउन केही व्यापारी घराना सफल पनि भए। विवाद रहित हुन नसकेका लिज प्रकरणको उजुरीका चाङ अख्तियारदेखि सीआईबीसम्म पुग्यो। धेरै मध्येको एक हो दरबार मार्ग स्थित जग्गा लिज प्रकरण, जसमा तत्कालीन प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म सीआईबीको अनुसन्धानमा तानिने भएका छन्। सत्ता र शक्तिको आडमा राजनीतिक नेतृत्वले 7 वर्षसम्म तामेलीमा राख्न सफल भएको प्रकरण हो नेपाल ट्रस्टको दरबार मार्ग स्थित जग्गा लिज प्रकरण। तत्कालीन समयमा लिज सम्झौतामा हस्ताक्षर गर्ने सहसचिव लेखबहादुर कार्की पक्राउ परेसँगै दरबार मार्ग लिज प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नयाँ तथ्य फेला पारेको छ। सीआईबीका अनुसार कार्कीको बयानसँगै अनुसन्धानमा तत्कालीन राजनीतिक नेतृत्वतर्फ सोझिएको हो। जग्गा लिजमा दिने निर्णय तत्कालीन सहसचिव लेखबहादुर कार्कीले गरे पनि ट्रस्टका संरक्षक र अध्यक्षको ग्रीन सिग्नल बिना सम्झौता हुन नसक्ने ट्रस्टका तत्कालीन सहसचिव कुमार दाहाल बताउँछन्। नेपाल ट्रस्ट ऐन अनुसार प्रधानमन्त्री संरक्षक र गृहमन्त्री अध्यक्ष रहने व्यवस्था छ, जस अनुसार 2073 सालमा बोलपत्र सूचना जारी हुँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बहादुर बस्नेत थिए। यस्तै 2074 वैशाखमा प्रस्ताव स्वीकृत हुँदा प्रधानमन्त्रीको पदमा पुष्पकमल दाहाल प्रचण्ड थिए भने गृहमन्त्रीको पदमा विमलेन्द्र निधि थिए। ट्रस्ट सञ्चालक समितिले दरबार मार्गको एक रूपनी 14 आना जग्गा भाडामा दिने प्रस्ताव 2071 साउन 28 गते स्वीकृत गरेको थियो। त्यसको 2 वर्षपछि सार्वजनिक बोलपत्र आह्वान गर्दा यति एयरलाइन्सका मालिकको थाम सेरको ट्रेकिङ प्रणालीका लागि अनुकूल हुने गरी मापदण्ड तयार गरिएको थियो। प्रतिस्पर्धामा 6 कम्पनी सहभागी भए पनि अन्ततः थाम सेरकुको पोल्टामा प्रस्ताव परेको थियो। थाम सेरकुले सुरुवातमा 6 अर्ब 26 करोड रुपैयाँको प्रस्ताव गरे पनि पछि रकम घटाएर 1 अर्ब 40 करोडमा सम्झौता गरेको थियो। अन्य प्रतिस्पर्धीले 62 करोड र 26 करोड प्रस्ताव गरे पनि थाम सेरकुका अघि उनीहरूको केही लागेन। सरकारलाई ठूलो हानि पुर्याउने गरी मिलोमतोमा योजनाबद्ध रूपमा सस्तो दरमा यो लिज प्रकरणलाई राफसाफ पारिएको सीआईबीको बुझाइ छ। नेपाल ट्रस्टका अधिकांश सम्पत्ति कौडीको भावमा लगाइएको र यसमा राजनीतिक दलका शीर्ष नेतादेखि व्यापारी उद्योगीसम्मको साँठगाँठ हुँदै आएको ट्रस्टका पूर्व सहसचिव कुमार दाहाल बताउँछन्। प्राइम ठाउँमा छन् पूर्व राजाका सम्पत्तिहरू, प्राइम लोकेसनमा छन् कि जहाँ पनि लोभलाग्दो ठाउँमा छन्। अब लोभलाग्दो ठाउँमा त आँखा लागिहाल्छ, व्यापारीको पनि लाग्छ, उद्योगपतिको पनि लाग्छ, हैन? अब त्यसलाई चाहिँ त्यो के छ भने त्यो लोभलाग्दो ठाउँमा हामीले साँच्चै भने कम्पिटिसन गरेर निजी क्षेत्रले माग्न आयो भने त्यो निजी क्षेत्रलाई हामी एकदम फेयर निजी क्षेत्र आउन सक्दैन। त्यसको सम्बन्ध काहीँ न काहीँ हैन शक्तिसँग हुनु पर्यो। शक्ति बिनाको कसैले पनि ल्याएकै छैन। हेर्नुहोस् ल, नेपाल ट्रस्टको कुनै पनि भाडा जसको सरकारसँग शक्तिको पहुँच छैन उनीहरूले लिएको छैन। फ्री कम्पिटिसनमा कहाँबाट आयो त? एउटा कुरा। र जहाँसम्म सदुपयोगको जहाँसम्म कुरा छ, मेरो विचारमा दुरुपयोग हुनबाट बचिदिएदेखि हुन्थ्यो। 2064 सालमा स्थापना गरिएको नेपाल ट्रस्टको मुख्य कार्य तत्कालीन राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति राष्ट्रको नाममा ल्याएर यसको व्यवस्थापन गर्ने जिम्मेवारी थियो। तर ट्रस्टका नाममा गएका धेरैजसो सम्पत्ति यति होल्डिङ्स र त्यससँग सम्बन्धित कम्पनीहरूले कौडीको भावमा भाडामा लिएका छन्। यसअघि पनि गोकर्ण फरेस्ट रिसोर्टको जग्गा लिज अवधि बढाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री ईश्वर पोखरेल आलोचित बनेका थिए। उक्त रिसोर्ट 30 वर्षका लागि 2052 सालमै लिजमा दिएको थियो। तर पछि अवधि थप्न निर्णय गर्दै ट्रस्टले यतिलाई निरन्तरता दिएको थियो। दरबार मार्गको जग्गा लिज प्रकरण नेपाल ट्रस्टका पुराना विवादहरू मध्ये सबैभन्दा चर्चित विवाद हो, जसले ट्रस्टको सम्पत्ति व्यवस्थापनप्रति राजनीतिक हस्तक्षेप, मिलोमतो र पारदर्शितामाथि पुनः प्रश्न उब्जाएको छ।